नमस्कार, म अनन्त हरियाल छन्दबद्ध कविता वाचन गर्ने क्रममा आज भने म आफ्नै रचनाको के गद्यनी कविता हुन्छ शीर्षक कविता वाचन गर्न लागिरहेको छु। मन परेमा लाइक अनि सब्सक्राइब गर्न नभुल्नु होला। शीर्षक छ के गद्यनी कविता हुन्छ। म भन्दै जाँदैछु किन किन यहाँ गद्य कविता, म सोच्दै लेख्दैछु पल पल जहाँ पद्य कविता। रसै कहाँ पो हुन्छ दीप दीप दियो सल्कन गयो, न चाँदी टल्कन्छ न त सुन यहाँ चम्कन गयो। म सोच्दै भोग्दैछु कल कल ढलै निर्मल सदा, नखानु भन्दैछु रस रस बिनाका फल जहाँ। कहाँको आत्मा छ ढुक ढुक चलेरै बल दिने, कहाँको चालै छ फर फर गरेरै भर दिने। मुसाका चाचानी करकस आवाजै नि कविता, भयो भन्नै पर्छ किन रस बिनाका बिगुलता। सपदै भन्दा त रसमुख महासर नि हुने, नचाही पालाता झलमल उषाको रवि छुने। मलाई चाहिन्छ वर वधु सखायो नजरमा, तँलाई के थाहा छ निरकमलका ताज शिरमा। भनेरै कहाँ गद्य कवि नजरमा हुन्छ कविता, यमाता राजै त कवि नजरमा चुम्छ रसिता। नचम्कन्छे सासु कर कमलका सिप दिनमा, नगदै टल्किन्छ टल टल निशाका सगरमा। ननाच्दै आउँछ छम छम यहाँ साथहरूमा, कहाँ पो गद्य छ रसमय जहाँ भावहरूमा। उभन्दै जाँदैछ चरम रस नै पद्य हुन गो, तिनी भन्दैछन् नि उखु रस बिना गद्य हुन गो। कलाका देवै छ चम चम उसै पद्य कविता, लीलाका चाला त पछि पछि सरे गद्य कविता। कहाँ खन्दैछौ त कर कर छरेरै विजय, शिलामा रोपेर सर सर उमार्छौ चिज कहाँ। उसैले माटो त चल चल महा छर्नु पर्ने, लहै बुझ्नै पर्छ फल फल महा माल छर्ने। न बत्ती बल्दो छ न त शिखरमा चाँद सर्ने, न राति शान्तै छ झर झर बिहान शीत हुने। उसैले हामी त चर चर चराए पनि यहाँ, सबैले भन्छौ नि किन किन त गद्यै रस यहाँ।
सुमार्गै खोजे त सप सप उसै गाँस रहने सचेतै मार्गै छ सुन सुन यहाँ पद्य बहने उसैले साहित्य झन झन गरेरै मन छुने निशाका सानन्द रहन र सधैँ पद्य रहने निशाका सानन्द रहन र सधैँ पद्य रहने। धन्यवाद।